ल हामी अब खेतमा रोपाइमा हिँड्यो रोपाइ गर्न हिँड्दैछौँ खोला देखाउँछु भन्थे मैले आज यो भिडियोमा खोला देखाउने छु है अब रोपाइमा हिँडेको यही हिँड्ने बाटो पुरै रोपी भएको छ क्या पुरा खोला नि छ ठुलो हाम्रो सागे खोला भन्छन् सागे फाँट हो मेरो घर सागे फाँट वादी भन्छ है वादी हो खास छाउदी होइन वादी हो खोला हो खोला बगिरहेको छ सागे खोला अब हामी चाहिँ रोपाइमा हिँडेको क्या रोपाइमा जानु पर्यो नि आफ्नो थियो आज आफ्नो भ्याइएर फेरि अरूकोमा हिँड्दैछु यहाँ रोप्न खाएको त्यहाँनिर रोप्न हाम्रो फाँट चक्लेट खाँदै जानु पर्यो भनेर रोपाइमा साथीहरू अगाडि दुईजना अरू गइरहनु हुनुभएको छ मेला नजाने टोली जति गाह्रो छ हौ एकदम गाउँले अर्ग्यानिक गाउँले साथीहरू नाच्दै धुन्दैन जुगाले एकदम जुगा लाग्छ हो त्यस्तो नदेखाउनु साँप्रै त ल हेर्नु हाम्रो खोला सागे खोला सानो भङ्गलो छुट्टिएको खोला उता ठुलो उताबाट बगेको छ सानो यो हो त्यो खोला तरेर हामी रोपाइमा जाँदैछौँ हजुर ल हेर्नुहोस् हेलो गाइस मेरो मिनी भ्लग यहाँ खोला तर्न यस्तो गाह्रो भइरह खोलाले बगाउँछ भनेर जम्मै डराएर धुन्छ छोपे त्यो यत्रो खोला माथि रोबाट तर्नु पर्दैन त रोनी डाँडा यहाँबाट तरेसी त बगाइहाल्छ नि अझै डोको बोकेर रहेछ साथीहरू गाइस ल हेर्नु यहाँ रोपिसक्यो फेरि यो फाँट त गोड्ने बेला भइसक्यो फेरि कतै गोड्ने बेला हुँदैछ कतै रोप्दैछौँ हिँड्दैछौँ अहिले तिजा गीत त नाच्न पर्दैन हो असारमा यस्तो आतुरी हो हामीलाई तिजा गीत नाच्छु भन्छ एउटा फेरि अहिले फाँट हेर्नु जताततै डाँडा छ हाम्रो यता फाँटमा डाँडा छ त्यता ट्र्याक्टर लगाएको ठाउँमा हामी रोपाइमा जायौँ अगाडि घाँसघारी मजाले छ घाँसघारी नि हेर्नु होला घाँस चाहिँ रमित पाइन्छ घाँस मैले स्टप गर्दै ल यहाँ रोपाइमा ल है रोप्दै हुन्छ यहाँ एकदम राम्रोसँग रोप्नु होला हामी त हेरे पनि हुन्छ होला है आज त है रोपाइमा नआए हुन्छ होला ल हेर्नु हामीले रोप्नु क्या मजाले देखाइदिनु भयो अरू घर धनी बिउ बोकेर आउँदै हुनुहुन्छ खेत्नी रोप्ने हामी नि ग्याङ हाम्रो पछि आउने टोली नि रोप्नु जाँदैछौँ अगाडि आउनेले यति रोप्नु भएछ ऊ घर धनी बिउ बोकेर आउनु भयो एकदम फिटी हुँदै एउटा हामीले गाड पनि लिएर हिँड्ने गरेछौँ एउटा गाड आयो त्यो पुरै फाँट अहिले रोप्ने हो तल ट्र्याक्टर छ तल अनि त्यहाँ खोला बस्यो रमाइलो छ जस्तो सागे फाँट रमाइलो छ यतिखेर जताततै मान्छे कतै ट्र्याक्टर कतै मान्छे एकदम रमाइलो छ रोपाइ एकदम राम्रो भइरहेको दिनदिनै
बिहान दिउँसै हिँड्दा हिँड्दा यहाँ गाह्रो परिसक्यो, यहाँ मर्नेवाला भइसक्यो मेला हिँड्दा हिँड्दा। ओ पारी पारी पनि कुन कुन गएर हो त नि दिदी हजुरको? ए त्यो सिमालको बुट पनि बिहान रोपेको हाम्रो। त्यही हिला पोख्नीमा ल हेर्नु गाई छ हामी यसरी घुमेर रोप्छ। फटाफट मै घुमेको, मै घुम्न पाइनँ, अब अरू घुमेर के हार्ने। अँ के भन्नुभयो? ल मैले त 1 मिनट बनाउँछु यहाँ, 1 मिनटको गरेर जोडेर हाल्ने हो कि पछि। म के अरे टिकटकमा हाल्ने छुट्टै बनाइदिन्छु। होइन यो टिकटकमा हाल्नलाई त्यसो भिडियो गरेको हुँदैन क्या यार, के ठाडो गराइदिन्छु क्या। खाजा खाने बेला भएर यहाँ खाजा खाँदै दही चिउरा झ्याम झ्याम दही चिउरा खाने, ट्याम ट्याम फेरि रोप। यो खेती रोप्न सँगै रोपेर भयो नि हुन्छ। चिनी नै लाएन हो, हालिदिएको फेरि मैले हाल्न त मै हालेको यहाँले खाइन। कतिजनाले हालेको कि मैले आनन्दले रोप्यो सुकेको काठबाट भ्याइयो अब घरतिर जानु लाग्यो। भारी बोक्न लगाइछ नि एउटा। नाम्लो किन नल्याएको त नि? ए भारी बोक्यो, कोही गए पार्टी लाएर। हाम्रो त यस्तो छ चौला, जाम पनि नभनिकन हिँड्छन् फेरि साथीहरू। कोही हो उता छत्री ओढेर पुगिसके, कोही यतै छ रोपेर भइयो। टार त ठुलै छ। बाटो हिँड्न पनि पाइन्न यस्तो। ल गइयो, घर गयो, घर जानियो, फेरि खाजा खाइयो, घर गयो जाने, फेरि भात खाने, मासु भात। बाटो बाटो जाम न त, बाटो बाटो जाम। कता हो क्या अरे नहिँड्न नदिएको ठाउँमा नहिँड। यहाँबाट नि छ त बाटो, यो बाटो उहाँ ठाँटे निस्किने बाटो। भ्याउनु परेन के अरे, भट्टा रोपिरहन्छ अब। भट्टा भट्टा न सट्टा खट्टा खट्टा। कसको छत्री रहेछ यहाँ? कसैले नि टिपेन यो छत्री कसको हो? प्लास्टिक कसको त नि? कसैलाई नि चाहिन्न जस्तो गरे त हो अहिले त प्लास्टिक सलास्टिक छत्री सत्री। यो छत्री को होला नि? यो कसको यो छत्री कसको लिएर जानुपर्छ क्या हो? घाममा ओड्न हुन्छ। पद्माजीको होइन होला नि। ल गइयो अब घरतिर।